आज चाहिँ भ्लग मैले यहाँबाट सुरु गरेँ होइन। आज चाहिँ हामी यहाँनिर बोक गार्डन भन्ने ठाउँमा जाँदैछौँ। सो यो गार्डन चाहिँ मेरो एउटा कलिग भनौँ न, काम गर्ने साथीले सजेस्ट गरेको। त्यहाँनिर चाहिँ गार्डन छ अरे अनि टावरहरू पनि छ अरे। त्यो साथीले चाहिँ तिम्रो हाल्नु छ त्यहाँ जानु लाग्यो। बोक गार्डन चाहिँ एकदम राम्रो छ अनि फ्यामिलीले इन्जोय गर्छ भनेर सजेस्ट गरेको थियो जस्तो लास्ट टाइम। सो हामी त्यहीँ जानु लाग्यो। रिन्जेन इज रेडी देयर, पछाडि सिटमा एकदम इन्जोय गर्दैछ अनि हामी दुईजना अगाडि यहाँनिर होइन। सो लेट्स अब कस्तो हुन्छ, त्यहीँ गएर हामी चाहिँ छुट्टी देखाउँछौँ है त। अहिले चाहिँ हामी अब त्यो बक गार्डनको लागि चाहिँ हामी निस्किएको छ होइन। त्यहाँ यहाँबाट चाहिँ लगभग 1.5 घन्टाको बाटो छ। अहिले चाहिँ हामी हाइवेमा छौँ, अझै बाँकी छ 58-60 माइलको चाहिँ अझै जानुपर्ने छ हामी। सो हामी त्यहाँ गएर के कस्तो हुन्छ, बाटोमा पनि के भयो भने यसो देखाउँछौँ होइन तपाईँहरूलाई। हामी जस इन्जोय गर्दैछ हाम्रो चाहिँ राइड चाहिँ बाबु पछाडि छ। अहिले चाहिँ हामी यहाँ बिच बाटोतिर आइपुग्यो। अब आधी बाटो बाँकी छ, लगभग 40 मिनट जस्तो ड्राइभ देखाइरहेको छ यहाँबाट चाहिँ। अहिले हामी चाहिँ अब यो कुन ठाउँ रे, बिचतिर आयो तर ठाउँको नाम चाहिँ थाहा छैन। त्यही हो, अब जाँदैछौँ। कस्तो हुन्छ, एकदम रमाइलो छ। आजको वेदर पनि बबाल छ। आज चाहिँ मलाई मेरो त्यो साथीले चाहिँ अस्ति काममा जाँदाखेरि चाहिँ यो ठाउँमा चाहिँ एकदम गार्डनहरू टावरहरू छ, एकदम राम्रो छ, फ्यामिलीलाई एकदम राम्रो हुन्छ, फ्यामिलीहरू इन्जोय गर्छ भने भएर हामी चाहिँ आएको आज यहाँनिर। अलिकति टाढा हो, लगभग 1.5 घन्टाको ड्राइभ थियो। लगभग आधी चाहिँ ड्राइभ गरिसक्यौँ हामीले, अब आधी बाँकी छ। हुन्छ के हुन्छ बिच बाटोमा यस्तो देखाउँदै जान्छौँ है त। ओके सी यु गाइज। जानु लाग्यो है हामी चाहिँ। त्यो चाहिँ बोक टावर गार्डन समथिङ के भन्दो रहेछ। अलिक गाउँ रहिसकेको छ। अहिले चाहिँ हामी आइसकेका छौँ। अब हामी टावरको लागि निस्किँदैछौँ। पुन्टे यहाँ छ बेबी, यहाँ हेर न, यो मलाई पो देख्दो रहेछ। पुरा घन्टी बजिरहेको थियो त्यो टावरमा त, के हो बेबी? बाबाले खल्टीमा राखौँ, तिम्रो पकेटमा राख नि त यो। नौ बाबा घाँसमा चाहिँ गाडी आइसक्यो छिटो। अहिलेदेखिबाट बिहा भन्न थालिसक्यो छोरोले। अहिलेदेखिबाट यहाँ भर्खर निस्किन थालेको, बिहा भन्न थालिसक्यो। हिजो चाहिँ हामी कहीँ पनि निस्केको थिएन। हिजो कृष्ण चाहिँ घरमै बस्यो, यसो खानेकुराहरू बनाएर खायो। हिजो चाहिँ कहीँ गएन। आज चाहिँ यसो निस्क्यो। गाडी आएको साइडसम्म चाहिँ आज चाहिँ हल्का यहाँ घुम्न आएको, हेरौँ कस्तो हुन्छ। अहिले चाहिँ हामी यहाँ टावरको मुनि आएको थियौँ, तर टावर चाहिँ चढ्न नमिल्ने रहेछ, बन्द रहेछ, क्लोज रहेछ। अब वरिपरि घुमिन्छ। यहाँ जस गार्डन रहेछ एकदम राम्रो होइन, ब्युटिफुल गार्डन रहेछ। यता घुमेर इन्जोय गरिन्छ। अब टावर चाहिँ पछाडिको हो यो। बेबी आउँछ र, नछोड नि त्यसलाई। हामी बाउ छोरा चाहिँ यहाँनिर पुरा बसेर यहाँ इन्जोय गर्दैछौँ। हो कि नै छोरो? आर यु इन्जोय रियली? हे गाइज भन्दै नि त नि। हाई गाइज, लभ यु अल भन्दै, लभ यु अल, मिस यु गाइज भन्दै, मिस यु गाइज। तिम्रो त 4 छ कि छोरा थिएन? अहिले चाहिँ यहाँ बा छोरा चाहिँ ट्याक्क लगाएर फ्यामिली नै, बा छोरा मात्र होइन, फ्यामिली नै यहाँ बसेर यहाँबाट चाहिँ हामीले भ्यू हेर्दैछौँ। यहाँ टावरको, टावर चाहिँ यही नै रहेछ तर क्लोज रहेछ। हामी माथि जान नमिल्ने रहेछ, केही छैन यहाँ। तर एकदम आनन्दको चाहिँ गार्डन रहेछ। अहिले त्यहाँनिर टुर पनि गर्छौँ, कस्तो हुन्छ। अहिले ग्राउन्ड टुर गर्छौँ।
ग्राउन्ड टुर गरेर यसो ग्राउन्डहरू चाहिँ अहिले ऊ चाहिँ टावर चाहिँ क्लोज रहेछ। अहिले एकछिनमा चाहिँ हामी यो वरिपरि चाहिँ गार्डन छ। गार्डनहरू चाहिँ हामी कहाँ जान्छ र? ओके ल, गार्डन चाहिँ हामी एकछिनमा यसो घुम्छौँ अनि कस्तो छ यसो हेर्छौँ हामी पनि र तपाईँहरूलाई पनि देखाउँछौँ है त। हस्, थ्याङ्क यू। उता चाहिँ अझ राम्रो जस्तो छ। उतापट्टि अहिले त जाने, पहिला यसो राउन्ड मारेर जाने कि ल। बाबुले चाहिँ घर जाउँ कि जाउँ भनिरहेको छ यहाँ हाम्रो छोरोले। हाई घर जाउँ भन्दैछ, तर अब एकछिन यसो घुमेर एक डेढ घन्टा यसो बसेर चाहिँ फर्किनुपर्छ। जोस् गार्डन रहेछ यस्तो, अनि वाक गर्ने ठाउँ। बेबी यतापट्टि जानुपर्छ कि तर यस्तो रहेछ। खास चाहिँ यो एकदम शान्त होइन, मान्छेहरू अलिकति आनन्द लिन आउने ठाउँ रहेछ। गार्डन जस्तो होइन, मान्छे पनि खासै छैन, एकदम थोरै रहेछ, खासै केही छैन, जस्ट गार्डन फुलहरू रहेछ यस्तो रहेछ। यहाँनिर त्यही टावर होइन, प्लस वरिपरि चाहिँ बस्ने ठाउँहरू एकदम आनन्दको यस्तो रहेछ। त्यो इन्जोय गर्नलाई एकदम। यो ठाउँ चाहिँ अलिकति हाइटमा रहेछ अनि टावर भएको ठाउँ चाहिँ, अनि वरिपरि गार्डन होइन, अनि तल चाहिँ गाउँहरू, अनि तल चाहिँ फार्महरू छ होइन, त्यस्तो रहेछ। यहाँ चाहिँ जस्ट नाइस नै छ, एकदम शान्त। अब अलिकति क्राउडबाट अलिकति टाढा हो यो चाहिँ, अनि पिस मनपर्नेहरूलाई चाहिँ एकदम राम्रो छ, शान्त वातावरणमा होइन। हल्का मान्छे चाहिँ थोरै छन्, धेरै छैन। इट्स नाइस है। पर चाहिँ पुरा फार्म हो यो, पछाडिको चाहिँ पर तलतिर सबै फार्म रहेछ, अनि तल चाहिँ गाउँहरू जस्तो छ। हामी आएको ठाउँ चाहिँ यस्तो छ आज। ट्याक्कै यो चाहिँ यहाँ बिचमा चाहिँ एउटा टावर रहेछ, पुरानो के टावर होला सायद, होइन हिस्ट्री बोकेको चाहिँ टावर रहेछ। अनि यस्तो छ। त्यहाँ मेरो परिवार चाहिँ त्यहाँ सुतिरहेछ। हाम्रो छोरो चाहिँ यहाँ पुरा पिसमा सुतेर आनन्द बसिरहेछ। आज हामीले ओछ्याउने कुरा पनि केही ल्याएन, पछि चाहिँ नेक्स्ट टाइम आयो भने चाहिँ ओछ्याउने कुरा पनि ल्याएर ट्याक्क यहाँ बसेर खानेकुराहरू पनि टक्क। तर खानेकुरा अलाउड छैन अरे आउँछ, खानेकुरा चाहिँ अलाउड छैन अरे यहाँ, तर बस्नलाई कुरा ल्यायो भने चाहिँ दामी हुने रहेछ। एकदम पिस मजाको ठाउँ रहेछ। मेरो फ्यामिली चाहिँ यस्तरी दुईजना चाहिँ यस्तै छ है। अब हामी सिटीतिर चाहिँ खासै गएको छैन, पछि जानु पर्ला। अहिले चाहिँ अब यस्तै ठाउँतिर आएको छौँ हामी चाहिँ। फेरि तपाईँहरूले फेरि यिनीहरू त जहिले यस्तो ठाउँमा जाँदो रहेछ भन्नु होला, ठाउँमा यस्तो मनपर्छ हामीलाई, फेरि हामी यस्तै मनपर्ने भएर हो। अब सुत्ते सिटीतिर जाँदाखेरि फेरि पुच्चेले एकदम हैरान पार्ने क्या फेरि, अनि त्यही भएर हामी यस्तै ठाउँहरू। अब चाहिँ हामी यहाँबाट निस्केर अब यहाँ सुत्यो, एकछिन बसेर रेस्ट गऱ्यो एकदम पिस पाराले। अब चाहिँ हामी एकछिन यसो त्यहाँ प्लान्टहरू छ, प्लान्टहरू जङ्गल जस्तो भित्रमा चाहिँ यसो भिजिट गर्नु पर्यो। यस्तो घामको भ्यू चाहिँ यस्तो आइरहेछ, घाम अनि यता जुन पनि छ है। घाम र जुन सँगै छ ल आज चाहिँ। Yes. I love you, Chedo. I love you, Mama. You are my love, baby. Hi, mommy.
बाबु बिहा नि त ल ल बाबासँग यस्तो गर नि त नि बाबालाई छ नि बाबालाई क्याच गरेर लडिन्छ नि छोरो ल क्याच गर क्याच गर हस् यस डु यु लाइक दिस रियली ओके You are my love, Choro. You are my everything, Choro. बाबालाई समात ल बाबालाई समात न बाबालाई क्याच गर्नुहोस् ओके ये बाबा अब उठ्छ अब मम्मी भन्दैन कम मम्मी भन्दियो लभ यु मम्मी भन्दियो यु आर माई हार्ट मम्मी भन्दैन Hey mommy You want more? Alright Take it easy man Hey Huh? समात क्याच गर्न लडिन्छ नि फेरि What is that? It's a bird? Yeah. Alright Mommy एकछिन टावरमा गर्छौँ टावर हेर्छौँ अनि टावरबाट चाहिँ यसो फोटोसोटो खिचेर अब चाहिँ हामी यहाँबाट लाग्छौँ होइन कस्तो आयो के आयो आई डोन्ट नो होइन आज खासै राम्रो भएन जस्तो लागिरहेछ ब्लग एनिवे केही छैन यो चाहिँ पछिको लागि मेमोरी पनि हुन्छ होइन सो युट्युबमा चाहिँ अब सधैँ बसिरहेको छ नि त त्यही भएर मलाई चाहिँ भ्लगिङ एज अ स्टार्ट चाहिँ त्यस कारणले नै गरेको हो सो मेमोरीमा चाहिँ सायद फुल भइसकेपछि डिलिट गर्नुपर्छ त्यस कारणले गर्दाखेरि चाहिँ भ्लगिङ स्टार्ट गरेको त्यही नै हो गाइस जस्तो भयो नि माया गरिदिनु भएको छ थ्याङ्क यू जस्तो छ है माई बेबी इज कमिङ हियर He's all enjoy with daddy, right? Rinjin र उषा चाहिँ पर छ सो यो तल्लोपट्टिको चाहिँ पुरै ओरेन्ज फार्म रहेछ एकदम दामी छ र सनसेट चाहिँ दामी आउँछ जस्तो लाग्यो मलाई यहाँबाट अहिले एकछिनमा सनसेट चाहिँ अहिले यस्तो छ घामै छ अहिले चाहिँ माथि नै छ आज हामी हेर्न आएको टावर चाहिँ यही पछाडिको टावर हो यस्तो छ यो टावर चाहिँ यो चाहिँ बोक टावर गार्डन हो रे तपाईहरु पनि आउन सक्नुहुन्छ है फ्लोरिडामा चाहिँ बोक टावर गार्डन भनेर हान्नु भयो भने चाहिँ यहाँ आउन सक्नुहुन्छ एकदम पिस छ भाइब्स चाहिँ एकदम पिस क्वाइट खालको छ एकदम इन्जोय गर्न सक्नुहुन्छ तपाईहरुले यस्तो खालको छ यो चाहिँ भाइब्स चाहिँ तपाईहरु फ्लोरिडा आउँदै हुनुहुन्छ भने यहाँ पनि भिजिट गर्न सक्नुहुन्छ एकदम शान्त वातावरण कोही हुन्न मान्छेहरु नि एकदम थोरै छन् हामी चाहिँ यो टावरको अर्को साइडपटि छौं सो बोक टावरको चाहिँ अर्को साइडबाट चाहिँ कस्तो आउँछ तपाईहरुले देखाउँछ है यस्तो छ जुन पनि देख्दै छ यो टावर चाहिँ यस्तो देख्छ है रिन्जेन त्यो पानीमा नजानुस् है छोरो यस्तो छ भ्यू चाहिँ गाइस त्यही नै हो रमाइलो छ है ठाउँ चाहिँ तर अलिक क्वाइट टाइपको मन पर्ने मान्छेहरुलाई चाहिँ नाइस नै हुन्छ आउनु होला तपाईहरु पनि फ्लोरिडा घुम्न आउनु भयो भने चाहिँ बोक टावर गार्डन भन्ने घुम्नु होला रमाइलो छ गाइस म चाहिँ अगाडि आएको छु हैन
बाबु र उषा चाहिँ पछाडि पछाडि आउँदैछ। जस्तो गार्डनमा यहाँ फुलहरू रहेछ यहाँनिर। अनि बाटो यस्तो छ, जस वाक गर्न मिल्ने स्पेस रहेछ। म चाहिँ तिनीहरूलाई कुरेर बसिरहेको छु। म तिनीहरूलाई तर्साउँछु है साथीहरू, म यहाँ लुकेर तर्साउँछु है तिनीहरूलाई के। सो कस्तो रियाक्सन आउँछ तिनीहरूको हेरौँ है त। म चाहिँ यहाँ झाडीमा लुकेको छु, उनीहरू चाहिँ यो बाटो हुँदै आउँछ। म तर्साउँछु है कस्तो हुँदो रहेछ म देखाउँछु है त। तिनीहरू दुईजना आमा छोरा चाहिँ आउँदैछ। म तर्साउँछु यिनीहरू दुईजनालाई, म यहाँ छ भनेर थाहा छैन। तिनीहरू आउँदैछ गाइस, छोरो र मम्मी चाहिँ आउँदैछ। अब रात पनि पऱ्यो, हामी चाहिँ यहाँबाट निस्किन लाग्यो। जे होस् इन्जोय भयो अलिकति। बाबुले हल्का पिर्यो, बोक्न मात्र लाउने, रिसाइ गर्ने, झगडा गराइ गर्ने। तर ओभरअल हाम्रो रमाइलो भयो, इन्जोय रमाइलो भयो होइन। यहाँबाट फेरि सनसेट खिच्ने अरे। ओ वाउ वाउ, सनसेट पनि हेरियो, यहाँ झोला पनि बोकिया छ बुढीको होइन। कसरी सनसेट पनि हेरियो, गार्डन पनि हेरियो, टावर पनि हेरियो। अब चाहिँ हामी घरतिर लाग्छौँ यहाँबाट। अब चाहिँ यहाँबाट अब 1.5 घन्टाको ड्राइभ हुन्छ फेरि। सो ब्याक टु होम होइन। यस्तै छ गाइज। अब बाबु र बुढी चाहिँ पछाडि आउँदैछ। हामी चाहिँ हिँडेको लागेको अब बाटो होइन, अलिकति हिँड्नुपर्ने छ। हामी चाहिँ गाडीमा आइसक्यौँ। अब हामी चाहिँ निस्किन लाग्यो घरको लागि। अब रात पनि परिसक्यो, मतलब साँझ परिसक्यो। बाहिर चाहिँ यतिको छ अहिले चाहिँ, साँझ भइसकेको छ। आजको लागि यति नै तपाईँहरूलाई। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई एन्ड सी यु नेक्स्ट टाइम।